प्रणाम। प्रणाम। हजुरको सामु सर्वप्रथम यो भीमको मैले प्रणाम त टकाइहालेँ र आज हामी यस घरेउली कार्यक्रममा हाम्रा हजुरबुवाहरूको लुकेका कलाहरूलाई हामी प्रस्तुत गर्न गइरहेको छौँ र हामीसँग हुनुहुन्छ हाम्रा हजुरबुवा। हजुरबुवा तपाईँको नाम आफै बताइदिए धेरै राम्रो हुने थियो। नाम भन्नु। हजुर मेरो नाम डम्बर सिंह शङ्कर हो हजुर। र हामीहरू गर्दै भन्दै लाँदाखेरि भुटानको लामडाँडामा जन्म भएको हो र अहिले नेपालमा 20 वर्षमा बसेर अमेरिकन आइसकेका छौँ। अमेरिकन आएर हामीहरू केही गर्न पाइँदैन होला भनेर सबै त्यो नेपालमा बस्दा हरेकका मान्छेहरूले त सुनाउँथे, तर यहाँ जे गर्न नि पाइँदो रहेछ। अनिकाले देश होइन र त सकाली देशमा आइए त लक्ष्मीले बास गरेकै ठाउँमा आइए त भन्ने मलाई आधार साधार यो लागेको छ कि धेरै सन्तोष नै लागेको छ। धेरै रमाइलो लाग्यो। भुटानबाट छोडिएको कुराहरू पनि हजुरले बताउनुभयो। अनि नेपालमा हुँदा हजुरहरू कतिको यसरी रौसिनुहुन्थ्यो, आफ्नो कलाहरू प्रस्तुत गरेर हजुरहरूको चाडबाडमा हिँड्नुहुन्थेन, कस्तो थियो त उहाँ? नानी मेरो उहाँ नेपालमा बस्दा आएको वर्ष त हामीहरूले अनिकै स्वागत गरिएन, दुःख सुख थियो। त्यहाँदेखि दोस्रो तेस्रो वर्षदेखि 3 वर्षदेखि उता हामीहरूले नाचगान गरेर हिँड्यौँ। मारुनी सिँगारेर औँसीमा नाचगान गरेर हिँड्यौँ। दसैँमा फुलमा टिका लगाएर हिँड्यो। सबै मान्नेलाई मानियो, मान्न आउने मान्न आए र 20 वर्ष बताइयो नानी। भनेपछि पहिलो वर्ष त मनाइएन, दोस्रो तेस्रो त्यसरी मारुनी लिएर हिँड्यो दसैँ तिहारमा। ठिकै छ। त्यसो भने हजुरसँग भुटानबाट छोडिँदाको जुन पीडा हुँदाखेरि त्यसमा कुनै गाना रच्नु भयो कि भएन? गाना दुःख सुख अलिकति भुटानबाट हामीहरू खेदिँदा लखिँदा चाहिँ त्यति हामीहरूले गर्न सकिएन। उहाँ भुटानमा बस्दा त हामीहरूले अलिक गाना रट्यो, गीत गानाहरू गर्थ्यो। तपाईँले भुटान छोड्दाखेरि रच्नु भएको गाना अनि उहाँबाट छोडिँदै कता मुडे कता बस्दै आएर नेपाल आएको सम्मको गाना रच्नु भएको छ अरे नेपाल आएर भनेर हामीले सुन्नमा आएको थियो। तपाईँ त्यो गाना हामीलाई सुनाउन सक्नुहुन्छ? नेपालमा आएर गाना उहाँ छोडिएर दुःख भएर आउँदाखेरि कथेको गाना त छैनन्। र अगाडि 18 सालमा बाटो खन्न जाँदाखेरि चाहिँ हामीले गीत रटेको थियो हजुर। त्यसो भने हामीले सुनिहाल्यौँ उहाँले भुटानमा बाटो खन्दै जाँदाखेरि रच्नुभएको गाना छ अरे। ल अब हामी उहाँको यस गानालाई सुन्नेछौँ। हजुरले हामीलाई सुनाइदिनुहुन्छ कि? ल हजुर, धेरै खुसी लाग्यो मलाई।